गुड मर्निङ साथीहरू। अनि हामी सिता हिजो राति गोर्खा आइपुगिसकेको थियो। राति चाहिँ मैले धेरै भिडियोहरू बनाउन पाइनँ, मैले बनाइनँ पनि, किनभने चाहिँ हिजो मलाई अलिक धेरै गाह्रो भइरहेको थियो कि, अनि त्यही भएर चाहिँ गाह्रो भएको कारणले गरेर मलाई यति धेरै एनर्जी नै थिएन। यस्तो ढाड दुखेर मलाई चाहिँ अस्तिदेखि नै ढाड दुखिरहेको थियो। अनि हिजो त दुख्दैन होला भनेर अलिक केयरलेस गरेँ, मेडिसिनहरू लिएको थिएन। अनि हिजो बेलुका अति ओभर नै दुखेर अनि आएर रेस्ट गरेर खानासाना खाएर हामी रेस्टहरू गऱ्यौँ यहाँनिर। सबै रमाइलो भयो। अनि हामी चाहिँ यता यो गोर्खाज इन भन्ने एउटा होटल रहेछ, यो होटलमा बसेको थियौँ हिजो। आज चाहिँ हामी यताबाट अब एकछिन माथि गोर्खा दरबार अनि मन्दिरतिर गएर हामी त्यताको एकछिन घुमेर अनि फेरि आएर अनि आज चाहिँ हामी फर्किन्छौँ काठमाडौँ। अनि साथीहरू देख्न सक्नुहुन्छ यता तामाङ भ्लग, दीक्षा भ्लग, सबैजना भिडियो बनाउँदै हुनुहुन्थ्यो। म चाहिँ आज अलिक ढिलो उठेँ कि, म ढिलो उठा भएर म अब ब्रेकफास्टको लागि जाँदैछु। देख्न सक्नुहुन्छ यहाँ सबैजनालाई। गुड मर्निङ। सन्चै हुनुहुन्छ? एकदम सन्चै हुनुहुन्छ। दाइ खाजा दिन्न, भोक लाग्यो। सब चाहिँ खाएर यहाँबाट हामी टक्क लगाएर निस्किन्छौँ। है साथीहरू, हामी चाहिँ अब मन्दिर जानेर निस्केको। मेरो पछाडि तामाङ दाइ चाहिँ उठेर भिडियो बनाउँदै हुनुहुन्छ है सबैको। मजा आउँछ है। तामाङ दाइ चाहिँ मेरो पछाडि उठिरहनु भएको थियो। अनि मैले बाइक उठेर दुवैजना उठेर चलाएको क्या। अनि चढाउनु भएको क्या उहाँ। अब यस्तो त केटीको खासै भर हुँदैन नि त। अनि कति बेला के गरिदिन्छ भन्ने थाहा हुँदैन नि। त्यही भएर केटाहरूले चाहिँ केटीलाई हतापत्ता विश्वास गर्दैन। हो गाइस, म एकदम फुल कन्फिडेन्स छु, तर आफूलाई उता अलिकति नभएको पानी नभएको होइन, पानी नभएर कि आफू अगाडि तल पछाडि बस्दा डरै लाग्छ। मलाई पनि अर्काको पछाडि बस्दा लाग्छ, डर लाग्छ नि। मलाई डर नलाग्ने मलाई त डर नलाग्ने मान्छे एक दुईजनामा होइन, नत्र त मलाई त प्रायःको झन् नयाँकोमा त यति धेरै डर लाग्छ। त्यो अलिकति कतै खाल्टो खुल्टो के आयो भने पनि ला मैले भयो त कटाउँथेँ, यसले कटाउँथ्यो कि कटाउँदैन थियो भन्ने हुन्छ क्या। अनि डर लाग्छ क्या। अनि त्यो चलाउनेले भन्दा म पहिला बाटोमा हेरेर हुन्छु क्या पछाडि बसेर। अनि त्यस्तो हुन्छ। हामी चाहिँ उठेर कराइरहेको छौँ मैले दुवैजना। भेरी ब्याड। ल उता बना भने नबनाउनु त्यस्तो। रमाइलो भइरहेको छ साथीहरू। अहिले चाहिँ हामी उता गोरखनाथ मन्दिर जाँदैछौँ कि गोर्खा दरबार जाँदैछौँ। अनि त्यहाँनिर गएर अब हामी यसो एक दुईवटा भिडियोहरू फोटोहरू खिचेछौँ। त्यसपछि हामी चाहिँ अलिक छिटै काठमाडौँ फर्किनु पर्ने हुन्छ, किनभने आज चाहिँ हामी यता मुङलिङतिरको बाटोबाट जाने रे। कता हो मुङलिङतिरको बाटोबाट जाने रे। अनि त्यहाँबाट चाहिँ अब हामीलाई धेरै टाइम लाग्दैन भनेर अनि आज चाहिँ हामी अलिक ढिलै गएर निस्किन लागेको, कारण ब्रेकफास्ट खाएर आइपुग्यो हामी चाहिँ। ल होइन क्या, माथिबाटै घुमौँ ल। भ्लगर बनेको दरबार जान लाग्यो, त्यहाँ जान्ला यस्तो बाटोमा आएर फर्काउनु परेछ। यस्तो मलाई रिसिक्दैन, थाहा हुँदैन बाटो। फेरि हामी जाने हुन्छ कि होइन दाइ? तपाईँ हो क्या यता भनेर भन्दा, नत्र म सिधै बाटो जान्थेँ। मिस्टेकलाई त म त फेरि पनिसमेन्ट दिइ पो हाल्छु त। कस्तो भन् फर्केर आएको त भन्नुपर्छ होइन। दरबार गएको कता गयो? दरबार यता हो। दरबारै होला। फेरि घुमाउनु पर्ने।
दिदी अघि 2-3वटा बाइक यतैबाट गएको हो 2-3वटा बाइक कता पुगे तिनीहरू हामी त केही हरायो भने के हरायो भने त म त तपाईँलाई कसम छोडेर जान्छु अब हरायो भने त म तपाईँलाई कसम छोडेर जान्छु कोही छैन अनि सोध्नु ए हो अगाडि है ए पावर त बढेन उड्ने उड्ने अनि मेरो चाहिँ कस्तो खाल्डोमा देखेको थिएँ कि बाइक हालेर उडाइहाल्नु पर्ने हुन्छ क्या मलाई चाहिँ एउटा खाल्डो पनि त्यसरी बिस्तारै मिस गर्न सक्दिनँ अनि त्यही भएर नि हजुरसँगै उड्नु भन्ने क्या हजुर उड्दाखेरि चाहिँ खातो हजुरले पनि बाउतिर पम्प गर्ने अनि चुला बसतिर खेल्ने अनि त्यही खाल्डोतिर जाने अनि बसिरहने हामी मन्दिरतिर आउँछौँ ए भगवान् देख्नै पऱ्यो आज सब डबल भयो देख्नै पऱ्यो देख्न सक्नुहुन्छ साथीहरू ठाउँ चाहिँ एकदम रमाइलो छ है म त मान्छे होला भनेर त थाहा हुने अहिले आएर मान्छे भएर अनि तपाईँलाई भन्नु ल मेरो तलाई कस्तो लाग्छ ल त लन लडाइदिन्छु अनि मैले चाहिँ त्यति बेला इन्टरभ्यू रेस त्यो मार्च फर्स्ट रनर भर्खर त त्यति बेला केटिएम दिदीकोमा अनि त्यति बेला चाहिँ मलाई त्यो ह्याप्पी बर्नबाट तलसम्म आउनलाई यो दाइले मलाई ल्याइदिनु भएको थियो कि र अहिले चाहिँ म यो दाइले कता जाँदा चाहिँ यो दाइलाई कसरी राखेर गइरहेको छु तपाईँ फर्स्ट टाइम होला है मेरो पछाडि बस्या के कतिको लागिरहेको हजुरलाई डर लागेन फर्स्टमा चाहिँ एकछिन उभिनै पर्ने बेला कति डर लागेको थियो अब त कन्फिडेन्स छ तर त्यो कन्ट्रोल छ नि होइन भाइ कन्ट्रोल छ नि होइन कन्ट्रोल ढुक्कै लास्टै कडा हुने होइन ऊ त्यो ऊ दरबार वाउ पृथ्वीनारायण शाहको जन्म भएको दरबार होइन दाइ त्यो होला पृथ्वीनारायण शाहको जन्म भएको दरबार ए उहाँको दरबार हो रे अब जे भयो नि मिलाएर बुझ्नु न होइन त्यही हो रे अब हामी त त्यहाँनिर पुग्न लाग्यौँ बाटोको किराकानी तपाईँहरूले सुन्नु त भयो मेरो र दाइको बकवास अनि बाँकी भनेको यस्तै हो अब पछिको भिडियोहरूमा भेटौँ र अहिले दरबार गएर चाहिँ म टक्का लगाएर चाहिँ अलिकति क्लिप हाल्छु हेर्नु होला दरबार कस्तो छ अरे तर भिडियो गर्न टिप्ने कि दिँदैन त्यो भन्ने कुरामा हो तपाईँहरूले आँखी पनि लिएर आएर यतै फोन गरे है सन्चै हुनुहुन्छ डिप्रेसन सक्नु त भएन डिप्रेसन जस गेटसम्म पुगेको थिएँ एडमिट के अरे के भन्छ अरे एडमिट हुन सक्नु एडमिसन फी अनुहार हेरेर एडमिसन दिएन छ नयाँ हुने छ माथि उक्लिन्छौँ हेलो गाइस आज चाहिँ हामी गोर्खामा छौँ नयाँ नयाँ पाए गोर्खामा हामी आइसकेका छौँ न्याय नदिनेले चाहिँ उ त्यो हेऱ्यो न्याय माग्ने धेरै माग्ने ए त्यहाँ पो हो ए उठ के न्याय नपाउने न्याय न्याय खोज्दा न्याय तिनी नानीले चाहिँ न्याय पाइन जस्टिस फर आस के अरे यसको नाम तुलसा दिदी हो मार्छ अहिले सुन्नु खोइ के गर्थे तिमी भन्दा ठुलो रहेछ भाइ बोका त तिमीलाई तान्दो रहेछ भाइले चाहिँ बोका तान्न नसकेको अवस्था
हेर्नु म बोकाले भाइलाई तानिरहेको अनि के अरे दाइ यो के बनाउनु त मिठो बोल्ने मिक्सर हो ए त्यो चाहिँ अनि बेच्नलाई के प्रसादहरू हुन्छ त्यो प्रसाद सबैलाई भन्छ बाड्ने हो के भन्छ त्यसबाट चाहिँ नाम सुन्ला नि त्यसको प्रसाद धुब्रे रोड साई रोड भन्छ अनि सबैलाई बाँड्ने भगवानलाई चढाउने ए अनि बेच्नु पनि हुन्छ बेच्नुहुन्छ कि हुँदैन बेच्नुहुन्छ कि हुँदैन बेच्ने होइन नि ए बेच्ने ल्याउने हो अनि फेरि चढाएर यसमा मोल्नु यसमा मोलेर अनि चढाएर सबैलाई बाँध्ने हजुर आउने भक्तजनहरूलाई सबैलाई बाँध्ने सक्नुहुन्छ यहाँ बाँच्दैछ अनि यो चाहिँ हाम्रै प्रसादहरू अनि के अरे भित्र लाग्छौँ हजुर याद गरिदिनु छुट्टी ल्याए भिडियो बनाउने देउसी हो यहाँ त हुँदैन हामी चाहिँ निस्किसकेको छौँ अहिले हामी होटलबाट अब चाहिँ हामी यता मुगलिनतिरबाट हुँदै हामी काठमाडौँ फर्किनेछौँ रमाइलो भइरहेछ अहिलेसम्म र हिजो चाहिँ अलिकति पानीमा भिजियो अनि अलि अफरोड पनि पर्यो अनि आज चाहिँ हामी 1 बजीतिर निस्किँदैछौँ अहिले 1 बजिरहेछ हामी चाहिँ अब हाइवे जाने हो बिस्तारै बिस्तारै जाने भनेर बेलुकासम्म त काठमाडौँ पुग्छ भनेर निस्किँदैछौँ सबैजना सन्चै हुनुहुन्छ होला है मैले खासै अब रिटर्न भिडियो त नबनाउनु पर्ने हो त्यही पनि अब अलिअलि क्लिपहरू हालिदिउँ न भनेर युट्युबमा भिडियो हाल्नलाई भिडियो हुँदैन के अनि अहिलेसम्म मैले धेरै भिडियो हालेको छैन मेरो अहिलेसम्म चाहिँ 10वटा पनि छैन होला है 10वटा नि भिडियो पुगेको छैन क्या युट्युबमा भ्लगहरू चाहिँ सो म चाहिँ अब अलिकति भयो नि अलि हालेर पुस गर्नु पऱ्यो भनेर अनि भिडियो बनाउँदैछु टिकटकहरू बनायो राम्रो राम्रो रमाइलो पनि भयो हाम्रो तामाङ भ्लग हुनुहुन्थ्यो हामीसँग कौशलजी हुनुहुन्थ्यो हाम्रो चाहिँ उहाँ आइरन मङ्कको हो अरे अनि हाम्रो नवीन दाई हुनुहुन्थ्यो उहाँहरू 3जना नि हामी बाँकी सबै लेडी राइडरहरू थियौँ हामीले रमाइलो गऱ्यौँ राइडलाई त्यस्तो केही भएन मान्छेहरू लड्ने यताउता हुने त भएन एउटा बहिनी चाहिँ उता आउने बेला लडेको थियो बहिनी के भनौँ साथी भनौँ न एउटा साथी चाहिँ उताबाट आउँदाखेरि लडेको थियो अलिकति त्यो अब एनएस बाइक छ अब त्यो त अलिकति अफरोडमा गाडी हुन्छ नि त अनि त्यो माथि पानी परिरहेको थियो उसले फ्रन्ट ब्रेक युज गरेछ अनि स्लाइड भएर अनि लडेको थियो त्यस्तो ठुलो खासै त केही भएन तर अलिकति हात चाहिँ काटिएको छ काटिनु चाहिँ भए पनि अब उसले त्यतिखेर ग्लोभ्स लगाएको भए चाहिँ त्यति हुँदैन थियो भन्छु म चाहिँ किनभने मैले पनि त पहिला त्यस्तै गर्थेँ क्या गियर्स लाउन झ्याउ मान्ने अनि लड्ने बाङ घाउ हुने अनि पछि त पछुतो भएर अनि होइन गियर्स त चाहिन्छ नै भनेर अनि त्यसपछि अहिले म सधैँ पनि गियर्स लगाएर हिँडेर हुन्छु कतै राइडहरू जाँदाखेरि नभए पनि मसँग प्यान्ट छ एउटा सुज छ मसँग चेस्ट गार्डहरू छ सो त्यति भए पनि मैले चाहिँ अहिले त्यही युज गरेर भनिरहेको छु बाटो चाहिँ एकदम रमाइलो छ रेस खेल्दैछौँ मैले चाहिँ अहिलेसम्म टप्नतिर छुइनँ म टप्नै दिन्न
ठाउँ पाएन टक्लालाई अनि पछाडि हेर्दै आउँदैछन् अझै बल गर्दैछन् आउनु 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 मजा आउने भयो अब झन् ए ला तामाङ भ्लगै होइन रहेछ यो त सेट होइन नि अर्कै दाइ रहेछ छ्या मलाई त त्यो दाइ होला भनेर रेस खेला त हाम्रो त अर्को नवीन दाइ पो बन्नु भएछ केही छैन मार्सल हो अगाडि जान दिनुपर्छ फेरि मलाई मार्छन् त गरेर कराउँछन् होइन हेर्न सक्नुहुन्छ भ्यूहरू रमाइलो छ अस्ति नै हामी पाहाडी आएको बेला यो बाटो हिँड्दाखेरि चाहिँ पानी त कहाँ माथि माथिसम्म थियो अहिले चाहिँ तल पुगेको रहेछ किनभने अहिले बाढी आएन नि त त्यही भएर धुलो चाहिँ यस्तै हो यहाँ कति बेला धुलो कुन बेला जाम कुन बेला के भन्ने थाहा हुँदैन ल साथीहरू गोर्खा राइड चाहिँ एकदम राम्रो भयो धेरै थ्याङ्क्स हाम्रो दुई पाङ्ग्रे क्विन्सलाई उहाँहरूले चाहिँ यस्तो राइडहरू अर्गनाइज गरिराख्नुहुन्छ क्या बेला बेलामा अनि त्यो अपर्च्युनिटी नपाउनेहरूको लागि पनि यो चाहिँ एकदम ठुलो अपर्च्युनिटी हो कि अब कोही कोही त अब बाइक हुन्छ तर राइड जाने साथीहरू हुँदैन नि त अनि त्यो ग्रुपमा जोइन भएर साथी साथी जान चाहिँ एकदम सजिलो हुन्छ ग्रुपमा फेरि कोही पनि त्यस्तो हुनुहुन्न सबैजना राम्रै हुनुहुन्छ अब पर्सनल लाइफ चाहिँ जे जस्तो भए पनि अब हामीलाई गर्ने बिहेभियरहरू सबै एकदमै राम्रो बेस्ट छ अरे तपाईँहरूलाई पनि अब यसरी राइडहरू जानु मन लाग्छ ग्रुप राइड गर्न मन लाग्छ भने चाहिँ हजुरहरूले दुई पाङ्ग्रे स्पेसली यो लेडिजलाई है जेन्ट्सहरू पनि आउनु सक्नुहुन्छ कहिलेकाहीँ चाहिँ अनि हाम्रो दुई पाङ्ग्रे क्विन्सलाई फलो गरेर अनि त्यसमा कुरा गरेर अनि ग्रुप जोइन गर्न सक्नुहुनेछ सो यति भन्दै म चाहिँ मेरो भ्लगलाई यहीँ नै सघाउँछु धेरै बनाइसकेँ मैले भिडियोहरू यो पालोको मेरो भ्लग एकदम लामो नै हुन्छ सो अब हामी बिस्तारै बिस्तारै यहाँबाट जानेछौँ घर पुगेर अब फेरि हामी चाहिँ अर्को भ्लगमा फेरि भेट्नेछौँ साथीहरू लाइक सब्सक्राइब गरिदिनु होला भ्लग हेरेर कस्तो लाग्यो भन्नु होला मैले सुधार्नुपर्ने के कुराहरू छ छैन मलाई त थाहा हुँदैन मलाई त मैले गरेको चिजहरू सबै सही नै लाग्छ कि म कहिले गलत गर्छु जस्तै लाग्दैन मलाई अनि त्यही भएर मलाई थाहा हुँदैन सो हजुरहरूलाई थाहा भने यसो सजेस्ट गर्न सक्नुहुन्छ म त्यो कुरालाई चाहिँ ठुलो इस्यु लिँदिनँ त्यति भन्दै आजकोलाई चाहिँ यहीँ म इन्ड गर्दै हामी कुन ठाउँ आइपुग्यो फिस्टिङ बजार भन्छ के हो यहाँको त मलाई त ठाउँै थाहा हुँदैन चितवन राइट अहिलेसम्म चितवन नै रहेछ साथीहरू सक्नुहुन्छ धमाधम धमाधम त्यहाँ त्यहाँ सबैतिर खाना पस्किने चाहिँ खै त मेरो ह्यामलेट ल्याइदेऊ ह्यामलेट ज्याकेट भ्लगमा यहाँ चाहिँ गाडी बिग्रिएछ यो चाहिँ अनि जाम परे चाहिँ अलिकति तर नाइस मजा आयो यस्तो रटारेर आयो यस्तो मरगेदै अब साथीहरू चाहिँ कता हो आइपुगेको छैनन् हामी चाहिँ रेस खेल्दै 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 आइरहेछौँ जाम 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 छिर्छ
अहिले हजर राइड जानुहुन्छ ए साथी 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 जानुहुन्छ ल मलाई सब्सक्राइब गरिदिनु है